Prabhu Bank presents Idea Studio Season 2, sponsored by Vishal Cement, All Climate Cement. DAV Business School, in association with Landmark Education, as smart as you are. Goodwill Finance, financing for success since 1995. White House Graduate School of Management. Idea Studio, सोचदेखि उद्योगसम्म. नमस्कार, स्वागत छ यहाँलाई आइडिया स्टुडियो सिजन 2 मा र म हुँ मालविका सुब्बा. आज पनि हामी फाइनल सिलेक्सन प्रोसेसमा छौं अडिसन राउन्ड मार्फत र आजको विषय रहेको छ सूचना र प्रविधि. आज पनि हामीसँग 3 जना बिजनेस गुरुहरु हुनुहुन्छ. उहाँहरुको म परिचय गराउन चाहन्छु. हामीसँग हुनुहुन्छ बालकृष्ण जोशी, को-फाउन्डर tamil.com, कृति शाक्य, क्रिएटिभ डाइरेक्टर काजी स्टुडियोज र हिमाल कर्मचार्य, सीईओ लिपफ्रॉग टेक्नोलोजी नेपाल. स्वागत छ यहाँलाई बिजनेस गुरुज. म कृतिजीलाई प्रश्न सोध्न चाहन्छु. सूचना र प्रविधि सम्बन्धी आज तपाईले कस्तो आइडियाजहरुको अपेक्षा गर्नुभएको छ? I'm looking for something that has more social impact कसरी हुन्छ नेपालमा अनि also creative ideas कि हाम्रो regular problemsहरु चाहिँ कसरी solve गर्न सकिन्छ भनेर. In terms of IT. In terms of IT related. Okay. So हिमाल सरलाई पनि म प्रश्न सोध्न चाहन्छु. तपाईको आफ्नै कम्पनी पनि छ, तपाई विदेशमा पनि बस्नु भएको छ. नेपालको परिप्रेक्ष्यमा सूचना र प्रविधिमा आइडियालाई बिजनेसमा लानुन्जेलसम्म कस्तो खालको च्यालेन्जेस देख्नु भएको छ? मैले देख्दाखेरि दुई तीनवटा प्रब्लम देखेको छु नेपालमा. एउटा त फन्ड रेजिङकै कुरा भयो, जुन चाहिँ अब बाहिरतिर VCsहरु हुन्छ, प्राइभेट इक्विटी ग्रुप्सहरु हुन्छ, त्यसको समान्तरमा नेपालमा मैले अरु केही देखेको छैन. र जो पनि इन्भेस्ट गर्नुहुन्छ उहाँहरूले चाहिँ ट्रेडिसनल इकोनोमीमा इन्भेस्ट गरेको देख्छु. एउटा त्यो भयो. अर्को चाहिँ यो मार्केट पनि सानो भएको हुनाले तपाईको यो आइडिया जर्मिनेट गर्नको लागि टाइम लाग्ने र तपाईले रिजल्ट्सहरु देख्नको लागि जुन टाइम लाग्छ त्यो पनि एउटा च्यालेन्ज भएर गएको देख्छु म. Alright, thank you so much. Let's start off with our first participant. म निम्त्याउन चाहन्छु मकवानपुरबाट विवेक आनन्द न्युपानेजीलाई. उहाँको आइडिया रहेको छ अनलाइन ग्रोसरी स्टोर. मैले चाहिँ आज तपाईको अनलाइन ग्रोसरी स्टोरको एउटा आइडिया लिएर आएको छु. यो चाहिँ यस्तो एउटा अनलाइन प्लेटफर्म हो कि जहाँनिर चाहिँ हामीले घर आएपछि सम्पूर्ण सामानहरू चाहिँ अनलाइनबाट हामीले पर्चेज गर्न सक्छौँ. वर्किङ प्रोसिड्युर चाहिँ मेरो प्रोजेक्टको कस्तो छ भन्दाखेरि हामी चाहिँ आफ्नै स्टोर कुनै अन गर्दैनौँ. हामी चाहिँ 2-3टा च्यानल पार्टनरहरू बनाउँछौँ. जस्तो डेयरी प्रडक्ट्सको लागि एउटा पार्टनर अथवा 2टा अथवा 3टा अथवा ग्रोसरीको लागि त्यस्तै पार्टनर बनाउँछौँ. अनि त्यसपछि जब हाम्रोमा अर्डर आउँछ हामी चाहिँ युजरलाई कम्पेयर गर्ने इन्भाइरोमेन्ट दिन्छौँ. हामी चाहिँ जस्तो एक्स स्टोरमा चाहिँ 72 पर केजी छ, वाईमा 70 छ अथवा जेडमा चाहिँ 75 छ. तपाईँ चुज गर्न सक्नुहुन्छ कुन भेन्डरबाट पर्चेज गर्ने. त्यहाँबाट चाहिँ हामी अनलाइन अर्डर लिइसकेपछि हामीले त्यो रेस्पेक्टिभ भेन्डर भाटामा अर्डर पुर्याउँछौँ. तपाईको यो आइडियाको पछाडि तपाईको चाहिँ के भन्दाखेरि एक्सपिरियन्स के छ? एक्सपिरियन्स म आइटी सेक्टरसँगै रिलेटेड मान्छे हो. अनि तपाईको कम्पिटिटरहरु को हो त्यसमा? हाम्रो यो प्लेटफर्ममा चाहिँ अहिले कम्पिटिटर भन्ने अब बाहिरको मार्केटमा त्यस्तो छैन. अब च्यालेन्जेस चाहिँ अलिकति छ. च्यालेन्जेस के छ? च्यालेन्जेस चाहिँ अब अनलाइन पोर्टलमा अलिकति मान्छे युज टु भइसकेको छैन. त्यसलाई त्यहाँ हाम्रो पोर्टलसम्म लिएर आउनु नै सबभन्दा ठुलो च्यालेन्ज हो हैन. थ्यांक यू सो मच एन्ड गुड लक. मेरो नाम चाहिँ अनिल रेग्मी. मेरो घर चाहिँ लमजुङ. मेरो आइडियाको नाम चाहिँ कृषिबजार.com हो. सिन्स न्यू आइडिया यो चाहिँ यस्तो छ है भन्ने कुरो चाहिँ आइडिया स्टुडियोबाट चाहिँ नेपालभरि वा विदेशमा बसी सबैले चाहिँ थाहा पाउन् हैन. मिस्टर एक्ससँग पैसा छ, हु वान्ट्स टु बी इन एग्रिकल्चर, र उसँग कहाँ गएर के गर्ने, कुन सामान कहाँ पाउँछ, कसरी चाहिँ इनिसिएट गर्ने, कसले कसरी बेच्छ भन्ने कुरा आइडिया छैन. मिस्टर वाईले चाहिँ त्यही काम गर्छ. उसले चाहिँ ग्रिन हाउस बनाउने काम गर्छ, अरू टुलहरू बेच्छ, सर्भिसेसहरू दिन्छ. उसले पनि के छ मार्केट प्लेस खोजिरहेको छ एउटा. अर्को एउटा मिस्टर जेड छ, उसँग चाहिँ कृषि उत्पादनहरू छ हैन, कमोडिटिजहरू छ वा कुनै प्रोडक्सन छ. उसले चाहिँ बिचौलियाको कारणले चाहिँ रियल प्राइस पाउन सकिरहेको छैन. भने त्यो तीनटै केसलाई चाहिँ हेर्दाखेरि चाहिँ के एउटा आयो भने एउटा कमन मार्केट प्लेस चाहिँ छैन है हामीसँग, जहाँ चाहिँ टुलहरूको बारेमा पनि इन्फर्मेसन होस्, सर्भिसेसहरूको बारेमा पनि इन्फर्मेसन होस् र एग्रो कमोडिटिज वा त्यस्तो प्रोडक्सनहरूको बारेमा पनि लिस्टिङ होस्. त्यो कारणले चाहिँ हामीले कृषिबजार.com भनेर सुरु गऱ्यौँ. हामीसँग चाहिँ वेबसाइट छ हैन. हामीले भेन्डरसँग चाहिँ उनीहरूको प्रोडक्ट लिस्ट गरे बापत चाहिँ प्रमोट गरिदिए बापत चाहिँ हामीले चार्ज दिन्छौँ मन्थली. तपाईले भेन्डरलाई कन्भिन्स गर्न कति टाइम लाग्यो? हामी चाहिँ एग्रो इन्फर्मेसनहरू दिन्छ. हाम्रो मोबाइल एप पनि छ, 27,000 डाउनलोड्स भइसकेको एग्रिकल्चर एप हो. हाम्रो पेज पनि छ 1.5 लाख मैले भने, एकदम एक्टिभ छ पेज हैन.
अनि मान्छेलाई चाहिँ एउटा ब्रान्ड बनिसकेको छ यो मार्फत होइन, त्यो मार्फत चाहिँ हामीले प्रमोट गर्दाखेरि चाहिँ म्याक्सिमम भिजिबिलिटी मिल्छ क्या। भनेपछि भेन्डरहरूले पनि त्यो पेज लाइक गर्नुभएको छ र चाहिँ डे टु डे हेरिरहनु भएको छ कि अपडेटहरू होइन, लाइक गरेर हेर्नु भएको छ, कमेन्ट हेर्नु भएको छ भनेपछि त्यहाँनिर चाहिँ ट्राफिक छ होइन। त्यो भनेपछि उहाँलाई कन्भिन्स गराउनु चाहिँ मलाई चाहिँ धेरै गाह्रो चाहिँ परेन होइन। Basically, I'd be more than happy to do whatever I from my side to guide you on the right path. But good luck. I think it's a very, very good project, and thank you, so I'm happy. I'm happy somebody's thinking about it. Yeah. All right. Thank you so much. Thank you. सूचना र प्रविधिमा पक्कै पनि विभिन्न खालका आइडियाजहरू हामीले अहिले हेरिरहेका छौँ। अर्को हुनुहुन्छ सर्भिस प्रोभाइडर अफ पूजा सामग्रीज र ब्राह्मण भन्नुभएको छ। पूजा सेवा लिएर आउँदै हुनुहुन्छ सुमन राज अर्याल काठमाडौँबाट। नमस्कार। जन्मदेखि मृत्युसम्म, वैशाखदेखि चैतसम्म चाहिने कुरा के हो भनेर सोच्दाखेरि मेरो दिमागमा एउटा आइडिया आयो, जुन हो पूजा सेवा। पूजासेवा.com भनेको चाहिँ कम्प्लिट पूजा सर्भिस प्रोभाइडर हो, जहाँ चाहिँ तपाईँको ब्राह्मण सर्भिस, पूजा सामग्रीहरू, अनि ज्योतिष सर्भिस, अनि वास्तु सर्भिस, सबै कुराहरूलाई चाहिँ एक ठाउँमा समेटेर बनाएको एउटा प्रोफेसनल सर्भिस हो। मेरो प्रेडिक्सन अनुसार चाहिँ अलमोस्ट 5 लाख पपुलेसन पनि यो रिलिजियस एक्टिभिटिजमा इन्भल्भ भयो भने पनि इयरली चाहिँ तपाईँको 5000 जतिले हाम्रो सर्भिस लिन सक्छ भने चाहिँ मैले एउटा प्रेडिक्सन गरेको छु। यो चाहिँ भयो फर्स्ट फेज। सेकेन्ड फेजमा चाहिँ हामीले के सोचेका छौँ भन्दाखेरि तपाईँको पार्टी प्यालेस जस्तै होइन, एउटा पूजा प्यालेस जहाँ चाहिँ तपाईँ कम्प्लिटली रिलिजियस एक्टिभिटिजहरू जस्तो हाम्रो जति पनि कर्मकाण्डहरू छन् त्यो चाहिँ एउटा पूजा प्यालेसभित्र गर्न सकियोस् भन्ने चाहिँ यो मेरो सेकेन्ड फेजको सोचाइ हो। तपाईँको आइडिया राम्रो छ, तर तपाईँको आइडियालाई तपाईँ फ्लिप गर्नुहोस् कि तपाईँले अर्को चाहिँ पूजा प्यालेस भन्नुभएको छ होइन। तपाईँको चाहिँ वेन यु स्टार्ट अ बिजनेस इट्स अलवेज अबाउट वाट ब्याटल यु वान्ट टु फाइट होइन। अब यसमा चाहिँ तपाईँको चाहिँ यत्रो चाहिँ पुरानो कल्चरल एउटा चाहिँ स्टिगमा जुन चाहिँ हाम्रोमा छ, तपाईँ त्यसलाई चेन्ज गर्न चाहनुहुन्छ कि या यु वान्ट टु कलेक्ट दि लो ह्याङ्गिङ फ्रुट होइन। मलाई लाग्छ कि त्यो पूजा प्यालेस इज प्रब्लली मोर स्केलेबल र चाहिँ तपाईँको चाहिँ लो ह्याङ्गिङ फ्रुट जस्तो छ, त्यसमा अलिकति तपाईँले चाहिँ थिङ्क गर्नुहोस्। Everyone is starting to अब फ्यामिलीहरूसँग नबसेर छुटेर गएर बसिरहेछ। So for those people, I think like starting instead of targeting पूजा सामान बेच्ने, you should target more like ब्राह्मण्सहरू, पण्डितहरू, गुर्जुहरूलाई होइन, जसलाई चाहिँ नि okay have like a booking site जहाँ चाहिँ नि अब यिनीहरूलाई चाहिँ नि we can call them and say एउटा गुरुजी चाहियो something for the puja for this. एउटा इक्जाम्पल छ क्या तपाईँको के अरे होम क्लिनिङ सर्भिसेस युएसमा होइन। सर्भिसको कुरा आउँदाखेरि होइन के अरे होम जोय भन्ने थियो एउटा। सो होम जोयले के गर्यो भने त्यसपछि चाहिँ आफूलाई के सबैलाई इम्प्लोइ बनायो होइन। एक्ज्याक्टली मैले सोचे पनि हामीले चाहिँ इम्प्लोइ बेसिसमा चाहिँ होइन उहाँहरूलाई ट्रेन गरेर एउटा नयाँ सिस्टम पनि बसाउन सकिन्छ। जस्तो चाहिँ मेरै भाइको बिहे गर्दाखेरि चाहिँ हामीले विराटनगर, म चाहिँ पश्चिमको भएँ होइन, विराटनगरको पण्डित पर्नु भएको रहेछ, तर त्यहाँ त्यही पूजा गर्दाखेरि चाहिँ कति मिसअन्डरस्ट्यान्डिङहरू भयो। जस्तो तपाईँ पूर्वको लागि हामीले पूर्वतिरको मान्छेहरू भेट्न सकिन्छ भने हामीले त्यही अनुसारको एरेन्ज गर्न सक्छौँ, पश्चिमको लागि हामीले पश्चिमको एरेन्ज गर्न सक्छौँ। उहाँहरूलाई एउटा इम्प्लोइ जस्तो तपाईँको इम्प्लोइ नै बनाएर होइन एउटा ग्रुप खडा गरेर जस्तो उहाँहरूलाई चाहिँ हामीले ल तपाईँहरू चाहिँ यहाँ जानुहोस् भनेर एउटा त्यो किसिमको चाहिँ अनि उनीहरूले धेरै राम्रो गरिरहेको छ, तर तपाईँ इकोनोमिक्स चाहिँ अलिकति वर्कआउट गर्नुपर्छ जस्तो लाग्यो मलाई त्यो हिसाबले। बट इट्स गुड आइडिया। थ्याङ्क यू। अपकमिङको साथमा Texas College of Management and IT, Shangri-La Development Bank. तपाईहरुलाई लाग्न सक्छ यो नदेख्ने मान्छे कसरी चाहिँ सञ्चालन गर्न सक्छ भन्ने एउटा मनमा परेको हुन सक्छ। म चाहिँ कम्प्युटर एकदम राम्रैसँग सञ्चालन गर्न चलाउन सक्छु। सुनेको भरमा चाहिँ कम्प्युटरमा चाहिँ टाइप गर्न सक्छौं। Idea Studio, सोचदेखि उद्योगसम्म। Idea Studio, सोचदेखि उद्योगसम्म। स्वागत छ यहाँलाई आइडिया स्टुडियो सिजन 2 मा। आजको हाम्रो विषय रहेको छ सूचना र प्रविधि। अब म फेरि पुनः एकपटक निम्ति आउन चाहन्छु कुशल पोखरेलजीलाई। Namaste. What we do is it is digital art service. Generally मान्छेको केसमा हामीलाई केले क्यारेक्टराइज गर्छ त भन्दाखेरि एउटा हाम्रो एपियरेन्स भयो अनि साउन्ड अफ माई भोइस। सो साउन्डहरू चाहिँ इट इज रियली युनिक अनि एउटा टाइप अफ स्टोरी पनि हुन्छ त्यो साउन्डसँग रिलेटेड। मेबी द साउन्ड अफ यो फर्स्ट चाइल्ड वा प्यारेन्ट्सको भनौँ वा कुनै फेभरेट स्पिकरको साउन्ड भयो अनि दे मिन अ लट टु अस। अब त्यसको लागि कुनै प्रिजर्भ गरेर राख्नलाई र राम्ररी
सजाएर राख्नको लागि इफ यु त्यो त्यस्तो टाइपको सर्भिस चाहिँ इक्लिप्स ल्याबले दिन्छ। सो वाट इज द मेन थिङ इज जेनरली मान्छेहरूको देयर इज सम आर्टिस्ट अनि एउटा केही मान्छेहरू हुन्छ अनि त्यो चाहिँ आर्टसँग डाइरेक्टली कनेक्ट गर्न नसकेको कन्डिसनहरू हुनसक्छ। त्यस्तोको लागि चाहिँ हामीले साउन्डबाट नै कुनै आर्ट फर्म जेनेरेट गऱ्यौँ भने आर्ट टेक्नोलोजी अनि पिपललाई चाहिँ डाइरेक्टली कनेक्ट गर्न सकिन्छ। आई हेभ अ प्रोटोटाइप टाइपको कस्तो बन्न सक्छ भन्ने। लेट्स जस्ट से हैन, लेट्स जस्ट से अब मैले मेरो वाइफलाई चाहिँ लेट्स जस्ट से भन न आई लभ यु भनेर हैन भने सो व्हाट वी आर सेइङ इज सो देयर इज गोइङ टु बी आर्ट फर्म इज द्याट गोइङ टु बी कन्स्टेन्ट इज द्याट गोइङ टु बी चेन्जिङ ओभर लाइक कसरी चाहिँ डिफाइन हुन्छ त्यो भोइसलाई? जेनरली आउन सक्ने भनेको एउटा यस्तो 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 त्यो जिगज्याग कर्भ आउँछ त्यस्तो खालको पनि छ अनि युएसहरूतिर त्यस्तो सर्भिसलाई चाहिँ अराउन्ड $150 $200 $300 सम्म पनि हुन्छ। हाम्रो मेन चाहिँ एउटा टाइपको आर्ट फर्म हामीले टार्गेट गर्छौँ अनि त्यसलाई चाहिँ त्यो साउन्डसँग कनेक्ट गर्नुपर्ने लगभग त्यस्तै त्यस्तै खालको आर्ट फर्म आउँछ त्यो प्रोटोटाइपमा भयो जस्तै। अब तपाईँको टार्गेट मार्केट नेपालभित्र हो कि बाहिर हो पहिला त? फ्रेङ्कली भन्नुपर्दा नेपाल अलि नहुन पनि सक्छ। ओके, आई थिङ्क इट्स अ वन्डरफुल आइडिया, इट्स अ भेरी क्रिएटिभ आइडिया। तपाईँ यसमा वर्कआउट गर्नुहोस्, तपाईँ यसमा नम्बर्सहरू गर्नुहोस् एन्ड देन प्लिज सो इट टु वान अफ अस आई थिङ्क एन्ड देन विल बी मोर देन ह्याप्पी टु टेक अ लुक इन टु इट एन्ड इट्स रियली ग्रेट टु सी सम फ्रेश न्यू चाहिँ तपाईँको आइडियाज लाइक द्याट राइट भाइ? थ्याङ्क यू भेरी मच। So we'll be more than happy to help. Yeah. Thank you. मेरो नाम दीर्घबहादुर खड्का, काभ्रे 5/9 ढुङ्गा नबिसी। अनलाइन पत्रिका त धेरै छन् तर पनि यो डिसेबिलिटी मुभमेन्टको लागि चाहिँ ती पत्रिकाहरू चाहिँ अलिकति नछोएको भएर तिनीहरूको चाहिँ वास्तविक कुराहरूलाई चाहिँ बाहिर ल्याउनको लागि चाहिँ त्यस्तो किसिमको चाहिँ पत्रिका निकाल्ने सोच बनाएको। तपाईँहरूलाई लाग्न सक्छ यो नदेख्ने मान्छे कसरी चाहिँ सञ्चालन गर्न सक्छ भन्ने एउटा मनमा परेको हुनसक्छ। म चाहिँ कम्प्युटर एकदम राम्रैसँग सञ्चालन गर्न चलाउन सक्छु। हामी यो ब्लाइन्डहरूलाई चाहिँ कम्प्युटर चाहिँ JWS भन्ने एउटा सफ्टवेयर छ जुन सफ्टवेयरले चाहिँ आवाज त्यो कम्प्युटरमा इन्स्टल गरिसकेपछि आवाज दिन्छ। त्यो आवाज मार्फत चाहिँ हामी सुनेको भरमा चाहिँ कम्प्युटरमा चाहिँ टाइप गर्न पनि सक्छौँ, नेपाली पनि टाइप गर्न सक्छौँ। हामी चाहिँ त्यसको लागि चाहिँ युनिकोड प्रयोग गर्छौँ। ब्लाइन्डहरूको लागि चाहिँ छुट्टै युनिकोड हो र त्यो मार्फत चाहिँ हामी अनलाइनमा चाहिँ फेसबुक युट्युब लगायत चाहिँ हामी विभिन्न साइटहरू पनि हामी चाहिँ अध्ययन गर्ने गर्छौँ सुनेकै भरमा। र अहिले हुन त बजारमा धेरै डिजिटल पत्रिकाहरू छन् तर त्यो चाहिँ अपाङ्ग मैत्री पूर्ण रूपमा छैन। धेरै जस्तो साइटहरूमा चाहिँ भित्र गइसकेपछि लिङ्कमा गएपछि हेडिङहरू मात्र पढिदिने, भित्र लेखिएको कुरा नपढ्ने, कुनै सूचनाहरू चाहिँ पढ्नु पर्यो भने चाहिँ कुनै चाहिँ त्यहाँ PDF फाइलमा अथवा फोटोसपमा राखिदिएको हुन्छ त्यो पनि हामीलाई चाहिँ एभाइलेबल नभइरहेको अवस्था छ। तपाईँले जुन न्युज अनलाइन न्युज भन्नुभयो नि जुन चाहिँ तपाईँको के अरे अपाङ्ग मैत्री भन्नुभयो होइन, त्यसमा न्युज चाहिँ तपाईँले कसरी लिएर आउनुहुन्छ? भएको न्युजलाई त्यसमा कन्भर्ट गर्ने हो कि अपाङ्गता भएका पत्रकारहरूलाई पनि सहभागी गराएर उनीहरूबाट चाहिँ न्युज सङ्कलन गरेर पनि हाल्न सकिन्छ। हामीले अन्य साइटहरूमा जुन अध्ययन गर्दा उपयुक्त लागेको चाहिँ न्युज तथा इन्फर्मेसनहरूलाई पनि त्यहाँ चाहिँ समावेश गर्न सकिन्छ। वुड बी मोर देन ह्याप्पी टु तपाईँको चाहिँ हेल्प इन एनी सेप अफ फर्म र यसको निड पनि छ होइन तपाईँको चाहिँ। सो डेफिनेटली मलाई तपाईँ भेटेर खुसी लाग्यो र वी आर इभन इन्सपायर्ड र धेरै धेरै आइदिनु भयो, धेरै धेरै धन्यवाद। थ्याङ्क यू। म अर्को आइडिया जोड्न निम्ति आउन चाहन्छु। उहाँहरू दुईजना हुनुहुन्छ, मिराज बस्नेत र सुजन चौधरी। उहाँहरूको आइडिया छ ड्रिप इरिगेसन टेक्नोलोजी कन्ट्रोल्ड बाई स्मार्टफोन। नेपालको एग्रिकल्चरलाई एम गरेको हुनाले चाहिँ यो एकदमै नोबल कन्सेप्ट हो जुन सायद फरेन कन्ट्रीहरूमा इम्प्लिमेन्ट भइसकेको छ र यसले चाहिँ एउटा प्रमोसन पनि गरिदिनु पऱ्यो कि यस्तो पनि कन्सेप्ट छ भनेर र प्लस इन्भेस्टमेन्ट पनि हामीले एक्सपेक्ट गरेछौँ। त एग्रोमेट्रिक्सको मेन यसको टार्गेट भनेको नेपाली एग्रिकल्चरलाई अझै एफिसियन्ट अझै प्रोडक्टिभ बनाउने। कसरी बनाउने भन्दाखेरि इन्टरनेट अफ थिङ्सलाई इन्ट्रोड्युस गरेर, किनभने हाम्रो नेपाली एग्रिकल्चर भनेको अझै ट्रेडिसनल एउटा अप्रोचबाटै गइरहेछ र इन्टरनेट अफ थिङ्सले चाहिँ के गर्छ भन्दाखेरि हजुरको एउटा मोबाइलको एउटा सिम्पल एपबाटै हजुरले मोस्ट अफ द एग्रिकल्चर एक्टिभिटिजहरूले कन्ट्रोल गर्न सक्नुहुन्छ। आई हेभ अ प्रोटोटाइप एन्ड आई लाइक टु कल अपन माई फ्रेन्ड सुजन चौधरी। यो चाहिँ हाम्रो सोइल मोइस्चर सेन्सर हो। यो सोइल मोइस्चर सेन्सरले यो प्लान्टको मोइस्चर सेन्स गर्छ
र एउटा प्लान्टलाई कति मोइस्चर चाहिन्छ भन्ने चाहिँ हामीले स्ट्यान्डर्ड मोइस्चर हुन्छ 50 to 60%मा म्याक्सिमम ग्रोथ हुँदो रहेछ प्लान्टको चाहिँ अनि त्यो मोइस्चर सेट गरेर चाहिँ त्यही अनुसारको हामीले मोटर जोड्न मिल्छ रिले डिभाइस युज गरेर त्यो मोटर अन गरेपछि हाम्रो प्लान्टलाई जति पाइन्छ त्यति मात्र कन्ज्युम हुन्छ र हाम्रो चाहिँ एउटा एप पनि छ हाम्रो यो एपबाट चाहिँ हामीले नेपालीमा एप बनाएको छौँ यसमा नियन्त्रणबाट चाहिँ हाम्रो सोइलको मोइस्चर अनि त्यसपछि टेम्परेचर र ह्युमिडिटी चाहिँ हामीले यहीँबाट चेक गर्न मिल्छ र मैले चाहिँ मोटर मेरो घरबाट जहाँबाट पनि इन्टरनेट अफ थिङ्स युज गरेर मोटर अन गरिदियो भने मेरो अटोमेटिक अन हुन्छ र हाम्रो चाहिँ अर्को फिल्ड एडभाइजरी बोर्डमा चाहिँ डिजिजहरू र सोइलको क्वालिटीहरू हामीले यो चाहिँ एपबाट त्यो डायग्नोज गर्न मिल्छ अनि हाम्रो चाहिँ यति नै हो बेस्ट आइडिया चाहिँ मैले देखेको ग्याप चाहिँ होइन तपाईँहरूको अब एउटा त तपाईँले प्रब्लम नै आइडेन्टिफाई गर्नु पऱ्यो होइन अब करेसाबारीमा गर्ने हो कि होइन खेतमै गर्ने हो कि होइन किनभने तपाईँको यो त तपाईँ यसको लागि जुन इन्स्टल बेस चाहियो नि सिस्टमको त्यो चाहिँ तपाईँको गाउँहरूमा नहुन सक्छ हामी एउटा त्यो भयो होइन अर्को मैले देखाएको चाहिँ तपाईँको अब इन्टरनेट कनेक्सनै कति रिलायबल हुन्छ होइन है अब त्यसमै तपाईँ डिपेन्ड गर्नुहुन्छ होल इरिगेसन त्यसको भन्यो भने जब त्यो डाउन हुँदाखेरि ब्याकअप के छ त यो दुइटा इस्यु देखाएको छु मैले होइन त्यो सल्भ गर्न नसकिने होइन प्रब्लम होइन होइन तर तपाईँहरूले लाइक त्यसलाई चाहिँ आफ्नो ध्यानमा राख्नुपर्ने प्रब्लमहरू देख्छु म आई थिङ्क युआर पर्फेक्ट तपाईँको चाहिँ इन्डस्ट्री एन्ड आई रियली इन्करेज यु टु वर्क इन दिस हार्डर बिकज दिस इज द फ्युचर ग्रेट थ्याङ्क यू मेरो नाम अनुप शर्मा म अहिले यहीँ सङ्खुङमा बसिरहेको छु मेरो चाहिँ अनलाइन गेमिङ स्पोर्ट्स गेमिङ भन्ने आइडिया हो एज अ स्टुडेन्ट मेरो फर्स्ट प्रायोरिटी एजुकेसन नै हुन्छ होइन अहिले ए लेभल्स नै गरिरहेको छु तर आइडिया स्टुडियोबाट मैले एक्सपेक्ट गरेको भनेको चाहिँ यो आइडियालाई चाहिँ नेक्स्ट लेभलमा कसरी लग्न सकिन्छ यो आइडिया कसरी चाहिँ इम्प्लिमेन्ट गर्न सकिन्छ स्पोर्ट्स गेमिङमा सबभन्दा चलेको गेम भनेको डोटा 2 भयो सिएसकोहरू छन् डोटा 2 को अहिले हाइएस्ट ऱ्याङ्क भनेको 9K MMR छ जबकि नेपालको ऱ्याङ्क भनेको हाइएस्ट अहिले 6K MMR सम्म पुगेका छन् यस्ता खेलाडीहरू टन्नै छन् तर उनीहरूले एउटा कम्पिटिटिभ सिनमा खेल्न सकेका छैनन् जबकि उनीहरू आफ्नो साथीहरूसँग मात्रै टुर्नामेन्ट्सहरू रमाइलोको लागि खेल्दैछन् यसका लागि यदि हामीहरूले एउटा अर्गनाइजेसन खोल्यौँ जसमा चाहिँ सबै राम्रो ऱ्याङ्क प्लेयर जो चाहिँ आफ्नो स्किल्स चाहिँ होइन पुरै टिमको सिनर्जी बढाउनको लागि खेल्न चाहन्छन् जो इन्टरनेसनल टुर्नामेन्ट्सहरूमा आफूलाई रिप्रेजेन्ट गर्न चाहन्छन् आफ्नो स्किल्स वर्ल्ड वाइड देखाउन चाहन्छन् उनीहरूको लागि एउटा यस्तो प्लेटफर्म हुन्छ जहाँ उनीहरूले आफ्नो स्किल्स देखाएर दे क्यान अर्न फर देयर लाइफ तपाईँ आफू के गेम खेल्नुहुन्छ म डोटा 2 खेल्छु डोटा 2 खेल्नुहुन्छ है सो नेपालमा तपाईँले जुन एउटा लाइक तपाईँ एउटा पुल अर्गनाइजेसन खोल्ने भन्नुभयो भने प्लेयरहरूलाई सपोर्ट गर्ने प्लेयरहरूको अर्निङ्सहरूलाई त्यसबाट अब लाइक डिभाइड गर्ने वाट एभर द्याट इज होइन सो तपाईँले यो यस्तै खाले इन्डियामा पाकिस्तानमा वाट एभर लाइक नेपालको समकक्ष के अरे अब राष्ट्रहरू छ नि होइन त्यहाँ कहाँ छ यस्तो हजुर इन्डियामा अहिलेसम्म एउटा नि प्रोफेसनल टिम आएको छैन चाइनामा मोस्ट प्रोबेबली देयर इज लाइक अलमोस्ट 50 प्रोफेसनल टिम्स होइन जो चाहिँ एकदमै कम्पिट गरिरहेछ र चाइनाको प्राइस पुल हेर्ने हो भने $3 million सम्मको प्राइस पुल छ होइन यदि हामीले कम्पिटिटिभ सिनमा प्लेयर्सहरूलाई अर्गनाइज गरेर ट्रेन गरेर तिनीहरूको सिनर्जी बढायौँ भने वी क्यान कम्पिट इन दोज टुर्नामेन्ट्स अर्गनाइजेसनको लागि अर्को अर्निङ पोइन्ट के हुन्छ भने प्लेयर्सहरू जब प्रोफेसनल हुन्छ उनीहरूको लाइभ स्ट्रिम हेर्छन् मान्छेहरू युट्युबमा ट्विचमा त्यससँगै नयाँ प्लेयर्सहरू अब डोटा जस्तो गेम भनेको हार्ड टु लर्न गेम हो एकैचोटि खेल्न सकिँदैन पिपल आर इन्ट्रेस्टेड इन लर्निङ दोज न्यू स्किल्स फ्रम प्रोफेसनल प्लेयर्स त्यही भएर त्यहाँबाट पनि हामीले मेम्बरसिप लिएर चाहिँ अर्निङ्स चाहिँ गर्न सक्छौँ सो व्हाट आर यु लुकिङ फ्रम आइडिया स्टुडियोबाट के चाहनुहुन्छ आइडिया स्टुडियोबाट चाहिँ एउटा प्लेटफर्म क्रिएट गर्न खोजेको मैले प्रोफेसनल प्लेयरहरूको लागि फर द फ्युचर फर द न्यू स्कोप अफ नेपाल गेमिङ सोसाइटी भाइले के सोच्नु पऱ्यो भन्दाखेरि कुनै पनि एउटा इन्टरनेसनल एउटा चाहिँ फुटबल टिम हुन्छ त्यो फुटबल टिम हुँदाखेरिको फाउन्डेसन्सहरू के हो भने चाहिँ त्यही फ्रेमवर्कमा यो चाहिँ अगाडि लगेर अलिकति क्लियर भयो भने आई थिङ्क इन्भेस्टमेन्ट इज अल्सो के भन्दाखेरि चाहिँ इट्स नट द्याट फार जस्तो लाग्छ मलाई बट या आई मिन pretty cool stuff thanks Thank you, Anu. Pretty impressive. Right? Yeah. Upcoming ko साथ में Texas College of Management and IT, Shangri-La Development Bank. हाम्रो आइडियाजहरूको आइडिया सुन्यौँ र हेऱ्यौँ and it was a very tough decision. यहाँहरू 3 जना मध्येबाट 2 जनाले इन्क्युबेसनको टिकट प्राप्त गर्नुहुनेछ. Idea Studio, सोचदेखि उद्योगसम्म. Idea Studio, सोचदेखि उद्योगसम्म. Welcome back after the break. अब हामी एलिमिनेसन सेक्सनमा लाग्दैछौँ. हाम्रो आइडियाजहरूको आइडिया सुन्यौँ र हेऱ्यौँ and it was a very tough decision. र म उहाँहरूलाई अब यहाँ स्टेजमा निम्त्याउन चाहन्छु. Please welcome Vivek Anand Neupane, Anil Regmi, Sudhir Shrestha, Suman Raj Aryal र कुशल पोखरेल.
विवेक आनन्द न्यौपाने, अनिल रेग्मीजी कृपया अगाडि आइदिनु होला। यहाँहरू दुईजना मध्ये एकजनाले मात्रै इन्क्युबेसन टिकट प्राप्त गर्नुहुनेछ। अनिलजी, कङ्ग्रेचुलेसन्स, युआर इन। यहाँहरू तीनजना मध्येबाट दुईजनाले इन्क्युबेसनको टिकट प्राप्त गर्नुहुनेछ। सुधीरजी, we're sorry, your journey ends right here. Thank you so much for being with us and congratulations to the two of you. Please take your incubation tickets. अब म अर्को ग्रुपलाई निम्त्याउन चाहन्छु। टक्क बहादुर नेपाली, शिरीष राज अधिकारी, दीर्घ बहादुर खड्का, मिराज बस्नेत, अनुप शर्मा र केशव दाहाल। टप 60 मा पर्नु भएको छ। पुनः बधाई छ यहाँहरूलाई। टक्क बहादुर नेपाली, दीर्घ बहादुर खड्काजी र मिराज बस्नेत। दीर्घ बहादुर खड्काजी, तपाईँको आइडिया हाम्रो बिजनेस गुरुजलाई साह्रै मन परेको छ, तसर्थ तपाईँले इन्क्युबेसन टिकट पाउनु भएको छ। बधाई छ यहाँलाई। टक्क बहादुरजी, माफ गर्नुहोला, तपाईँको यात्रा यही नै सकिन्छ, तर तपाईँसँग हामी सम्पर्कमा नै रहनेछौँ। यहाँसम्म आइदिनु भएकोमा धेरै धेरै धन्यवाद। मिराज बस्नेत, congratulations, you're in. शिशिर राज अधिकारी, अनुप शर्मा र केशव दाहाल। अनुप, 16 वर्षको उमेरमा नै तपाईँले यति धेरै इनोभेटिभ आइडिया ल्याउनु भएको छ। कतिको फिजिबल छ कि छैन भन्ने हाम्रो बिजनेस गुरुको दिमागमा छ। But they still like your idea. You're in. Congratulations and go and get your tickets. Thank you so much, Anup. All the best. Shishir Raj Adhikari ji, maaf karnuhola, tapai in hununna. Wish you all the best. That means you're in. Congratulations, Keshav. Please go and get your incubation tickets. सोचदेखि उद्योगसम्म पुर्याउने आशय छ आइडिया स्टुडियो सिजन 2 को। तसर्थ आजको यस सूचना र प्रविधिको एपिसोड यही सकिन्छ। हेर्दै गर्नुहोला हाम्रो शो एन्ड प्लिज लाइक अस अन फेसबुक एज वेल। थ्याङ्क यू सो मच एन्ड सी यू सून। आइडिया स्टुडियो सोचदेखि उद्योगसम्म। Prabhu Bank presents Idea Studio Season 2, sponsored by Vishal Cement, All Climate Cement, DAV Business School, in association with Landmark Education, As Smart As You Are, Goodwill Finance, Financing for Success since 1995, White House Graduate School of Management. Idea Studio, सोचदेखि उद्योगसम्म।